नमस्कार। महाशिवरात्रि 2082 को पावन अवसरमा देशमा तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्दै महाशिवरात्रि पर्व प्रभात फेरि विशेष भिडियो यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ। महाशिवरात्रि हिन्दू धर्मको एक महान पर्व हो जसले आत्मशुद्धि, संयम र मानव सेवाको सन्देश दिन्छ। भगवान शिवलाई त्याग, तपस्या र करुणाका प्रतीकका रूपमा दिइन्छ। यही पावन अवसरमा आज आयोजना गरिएको यो प्रभात फेरि केवल बिहानीको होइन, यो चेतना, शुद्धता र सकारात्मक सोच फैलाउने अभियान पनि हो। शिवरात्रिको मूल उद्देश्य रातभर जागरण बसेर पूजा गर्नु मात्र नभई आफ्ना नकारात्मक सोच, गलत बानी र अज्ञानतालाई त्याग्दै यही बाटो रोज्नु हो। भगवान शिवले देखाउनु भएको योग, ध्यान र अनुशासित जीवनशैली आजको आधुनिक समाजका लागि अझै उपयोगी र स्वस्थ शरीर र शान्त मन बिना जीवन सन्तुलित हुन सक्दैन भन्ने सन्देश शिव दर्शनले हामीलाई दिन्छ। आजको व्यस्त जीवनशैलीका कारण मानिस शारीरिक र मानसिक रूपमा कमजोर बन्दै गइरहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै होप अस्पताल सिनामङ्गलले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै समाजलाई स्वस्थ र सचेत बनाउने कार्य गर्दै आएको यहाँहरू समक्ष विदितै छ। त्यसै गरी यस खुसी संसार युट्युबले समाजमा सकारात्मक सोच, मानवीय मूल्य र यही सूचनाको प्रचार प्रसार गर्दै आजको यस सन्देश फैलाइरहेको छ। धर्म, संस्कृति, सामाजिक उत्तरदायित्वलाई जोड्दै समाजमा केही सही दिशातर्फ प्रेरित गर्नु नै हामीहरूको मुख्य उद्देश्य हो। आजको यो प्रभात फेरि मार्फत हामी सबै एउटा साझा सङ्कल्प गर्न आवश्यक छ। स्वस्थ जीवनशैली अपनाउने, नकारात्मकता त्याग्ने र समाजमा प्रेम, करुणा तथा सेवाको भावना विस्तार गर्ने यही सङ्कल्प नै हाम्रो भगवान शिवप्रतिको सच्चा श्रद्धा हो भन्ने विश्वास गरेका छौँ। अन्तमा महाशिवरात्रिको यस पावन अवसरमा सबैमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै होप अस्पताल तथा खुसी संसारको यो संयुक्त प्रस्तुतिबाट हार्दिक शुभकामना व्यक्त गर्दै यहाँहरूलाई यो भिडियो कस्तो लाग्दछ लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय।